नमस्ते, म शान्ता राई, नेकपा एमाले टोखा नगरपालिका वार्ड नम्बर 3 को हाल स्थानीय तह निर्वाचनको महिला सदस्यको उम्मेदवार। मेरो उम्मेदवारी आउनुको कारण चाहिँ हरेक महिलाहरूको आवाज बुलन्द गर्दै बाँकी वडामा रहेका कामहरूलाई पूरा गर्नलाई र हरेक मानिसहरूको दुःख पीडालाई सहयोग गर्दै उहाँलाई अगाडि बढाउने मेरो लक्ष्य छ र जे हाम्रा क्षेत्रमा रहेका अपुरा काम जस्तै शिक्षा, स्वास्थ्य, कृषि, यो महिला तथा बालबालिका र ज्येष्ठ नागरिकहरूको चाहिँ समस्या, पूर्वाधार विकासहरू, हाम्रा चाहिँ संस्कृति सम्पदा, पर्यटन सम्बन्धी यस्ता धेरै कामहरू, युवाहरूको लागि युवा खेलकुद सम्बन्धी, महिलाहरूलाई पिछडिएका महिलाहरूलाई कसरी उत्थान गर्ने भन्ने कुराहरू र हरेक वडावासीहरूको समस्या जस्तै खानेपानी यस्ताहरू कुराहरूलाई हामी निर्मूल बनाउन र हरेक हाम्रा वडावासीहरूलाई सुखी कसरी बनाउने, समृद्धि कसरी बनाउने भन्ने कुराहरूलाई अवलम्बन गर्दै मेरो महिला सदस्यको उम्मेदवारी मैले लिएको हुँ र यस उम्मेदवारीलाई हजुरहरूले म लगायत मेरो टिमलाई सूर्य चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराउन सम्पूर्ण वडावासीहरू, आमा बुबा, दाजुभाइ, दिदीबहिनी, सम्पूर्ण साथी सङ्गीहरूलाई हार्दिक अपिल गर्न चाहन्छु। धन्यवाद।